काठमाडौँको व्यस्त शहरबीच इतिहास, आस्था र संस्कृतिको प्रतीकका रूपमा उभिएको छ पवित्र मैतीदेवी मन्दिर। आज हामी यस मन्दिरको इतिहास र धार्मिक महत्त्वबारे छोटो जानकारी प्रस्तुत गर्दैछौँ। काठमाडौँ महानगरपालिकाको मैतीदेवी क्षेत्रमा अवस्थित मैतीदेवी मन्दिर उपत्यका प्राचीन र श्रद्धाका केन्द्रहरूमध्ये एक महत्त्वपूर्ण शक्तिपीठ हो। यहाँ पूजाआजा गरिने मैतीदेवी भगवतीलाई शक्ति र आस्थाको प्रतीकका रूपमा मानिन्छ, जसप्रति भक्तजनको गहिरो विश्वास रहेको छ। इतिहासहरूका अनुसार यस मन्दिरको मूल संरचना मल्लकालमा निर्माण भएको मानिन्छ। समयसँगै यसको संरक्षण र पुनर्निर्माण हुँदै आएको छ, जसले यसको ऐतिहासिक महत्त्वलाई अझ बलियो बनाएको छ। विशेष गरी दशैं र नवरात्रका बेला यहाँ ठूलो धार्मिक मेला लाग्ने गर्दछ। यस अवसरमा हजारौं भक्तजन देवीको दर्शन र पूजा गर्न यहाँ आउने गर्छन्। काठमाडौँको धार्मिक परम्परा, संस्कृति र आस्थासँग गहिरो सम्बन्ध रहेको मैतीदेवी मन्दिर आज पनि भक्तजनका लागि विश्वास, श्रद्धा र संस्कृतिको महत्त्वपूर्ण प्रतीक बनेको छ। आस्था, परम्परा र इतिहासको सङ्गम बनेको मैतीदेवी मन्दिर काठमाडौँको सांस्कृतिक पहिचानको महत्त्वपूर्ण हिस्सा हो। दर्शन गर्न आउनुहोस् र हाम्रो संस्कृति तथा परम्परालाई जोगाउन सबै मिलेर योगदान गरौँ। धन्यवाद।